छन् भने सबैलाई मदेखि डर लाग्छ। अरे 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 दुष्ट प्रहलाद तँलाई के मदेखि डर लाग्दैन? प्रहलाद भन्नुहुन्छ मलाई त कसैदेखि पनि डर लाग्दैन, केवल डर लाग्छ त प्रभुदेखि मात्र डर लाग्दछ। अच्छा म हिरण्यकश्यप हो, हिरण्यकश्यप। मदेखि नडराउने संसारमा कोही पनि छैन। आज धेरै भयो, अति भयो, अत्याचार भयो, तँलाई मदेखि डर लाग्दैन होइन? आज डर लाग्छ, आज तँलाई मदेखि डर लाग्छ। आज जसको नाम कहिले लिन्छस् म त्यसको वध गर्नेवाला छु। प्रहलादजी मन्द मन्द मुस्कुराउनुहुन्छ। तँलाई बचाउनेवाला त्यही नारायण होइन, त्यही नारायण मेरो शत्रु नारायण, मेरो वध गर्नेवाला नारायण। आज म उसलाई छोड्नेवाला छुइनँ। भन आज तो नारायण कहाँ छ? तेरो स्वामी कहाँ छ? बता मलाई। मेरा स्वामी कहाँ हुनुहुन्न? कण कणमा, प्रत्येक व्यक्तिमा, प्रत्येक चीजमा व्याप्त हुन्छ। अच्छा तेरो नारायण प्रत्येक चीजमा व्याप्त छ के यहाँ भएका यी मान्छेमा छ त? भन्दा अवश्य मेरा प्रभु त प्रत्येक व्यक्तिमा नै विद्यमान हुनुहुन्छ। त्यसो भए तेरो नारायण के यो स्तम्भमा छ त? प्रहलादजी भन्नुहुन्छ मेरा प्रभु मैले भनिसके यतस्तत सर्वत्र हुनुहुन्छ। आज हिरण्यकश्यप तुरन्तै प्रहलाद प्रति जान्छ। प्रहलादको छेउमा गएर हात समात्छ हिरण्यकश्यप। त्यसो भए तपाईँ म पहिले मार्दिन त पर्खी, पहिले म तेरो भगवान, तेरो नारायण, तेरो स्वामीको वध गर्नेवाला छु। अच्छा साँचो भन् के स्तम्भमा यो खम्बामा छ त? अवश्य हुनुहुन्छ प्रभु, अवश्य हुनुहुन्छ, अवश्य हुनुहुन्छ। त्यसो भए अहिले यही नै तेरो नारायणलाई, तेरो स्वामीलाई, मेरो दाजुको वध गर्नेवालालाई म वध गरिदिन्छु, अन्त गर्छु भनेर प्रभु भयङ्कर रूपमा हुन्छ। बोल विष्णु भगवानको। देख्ने बित्तिकै देवी देवता डराउन थाल्छन्। एकदम आहार एकै हातले प्रभुले यस्तो प्रहार गर्छ हिरण्यकश्यपलाई लडाइदिनुहुन्छ। फेरि उठेर आउँछ हिरण्यकश्यप, युद्ध हुन थाल्दछ। सम्पूर्ण देवी देवता गन्धर्व डराउन थाल्छ। म मर्न सक्दिनँ, मलाई ब्रह्माको वरदान छ। अच्छा दुष्ट तँलाई ब्रह्माको वरदान छ? तेरो म अब वध गर्छु भनेर यो प्रभुले हिरण्यकश्यपको हातमा समातेर एकदम आफ्नो काखमा राख्नुहुन्छ हिरण्यकश्यपलाई। आफू बसेर काखमा जब हिरण्यकश्यपलाई राख्दा भन्छ हिरण्यकश्यप मर्दैन, अहिले मरेको छैन। हिरण्यकश्यप हाँस्दै छ, गर्जना गर्दै म मर्नै सक्दिनँ, मलाई त ब्रह्माको वरदान छ। अच्छा दुष्ट बता बता तँलाई ब्रह्माको के वरदान छ? भन्दा म त न दिनमा मर्छु न त म रातमा मर्छु। त्यसो भए यो न त दिन हो न त यो रात हो, यो साँझ बेला हो। न त म भित्र मर्छु न त म बाहिर मर्छु। यो न त भित्र हो न त बाहिर हो, यो मधेस स्थान हो। त्यसो भए म कुनै प्रकारको महिनामा म मर्नै सक्दिनँ। अरे दुष्ट तेरो निमित्त मैले भिन्न अलग्गै महिना बनाएको छु। अझै पनि वरदान छ मलाई। अच्छा बता बता के वरदान छ? भन्दा न देवता न दैत्य कुनै प्रकारको ब्रह्माजीद्वारा बनाएको प्राणीद्वारा म मर्नै सक्दिनँ। अरे दुष्ट ब्रह्मालाई बनाउनेवाला म हुँ। ब्रह्माको सृष्टिमा यस्तो प्राणी मैले देखेको छस्? हिरण्यकश्यप भन्न थाल्दछ अझै पनि म मर्दिनँ। किन?
भन्दा तपाईले कुनै अस्त्र शस्त्र लिएर आउनु भएको छैन, यसले मार्नुहुन्छ। अरे दुष्ट, मलाई मार्नका लागि त मेरो हातको नाखुनले काफी छ। यो नाखुनले नङ्ग्राले तेरो उनीहरूलाई पेटलाई भेदन गरिदिन्छ भनेर जो नङ्ग्राको प्रहार गर्नुहुन्छ पेटमा। भगवान क्रोधित हुनुहुन्छ। आज देवी देवता गन्धर्व यक्ष सबै डराउन थाल्छ। प्रभु त आउनुभयो, अब उहाँलाई कसले सान्त्वना गर्दछ? कोही पनि जान सकेनन्। ब्रह्माजीले भन्नुहुन्छ माता लक्ष्मीको समीपमा गएर लक्ष्मी माताले आरतीको थाली लिएर आउनुहुन्छ। यो त मेरा स्वामी हुन्, म मनाइहाल्छु भनेर आरती गर्न लाग्नुहुन्छ। चरणदेखि मुखमण्डलमा हेर्दा त भयङ्कर स्वरूप प्रभुले गर्जना गर्नुहुन्छ। आरतीको थालीलाई फ्याँकेर लक्ष्मी माता भाग्नुहुन्छ वैकुण्ठतर्फ। यी मेरा स्वामी हुन सक्दैन, यी मेरा स्वामी हुन सक्दैन। आज ब्रह्माजीले प्रहलादजीलाई भन्नुहुन्छ, हे प्रहलाद, तिमीले गर्दा आज प्रभुले यस्तो अवतार लिनु पर्यो। तसर्थ जाऊ, तिमी समीपमा जाऊ। आज भक्त प्रहलाद समीपमा, प्रभुको समीपमा गएर काखमा जो भक्त प्रहलाद बस्छन्, प्रभुले असीम प्रेम गर्न थाल्नुहुन्छ, असीम प्रेम गर्न थाल्नुहुन्छ। आज प्रभु भन्नुहुन्छ तिमीलाई के मदेखि डर लाग्दैन भन्दा प्रहलादले भन्छन्, प्रभु बाघको बच्चो सिंहको बच्चो के सिंहसँग डराउँछ भन्दा डराउँदैन। तसर्थ हजुरको पुत्र हुँ। মিঠা মিঠা হাহি
नारायण 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 श्रीमन्नारायण नारायण नारायण नित्य निरन्तर प्रहलादजीले सम्पूर्ण मण्डलीमा भएर गाउनुहुन्छ नारायण नारायण आनन्द मग्न भएर गाइरहेका छन् नाचिरहेका छन्